कक्षा 10को नतिजा आएपछि अमन निकै निराश थियो। आफूले सोचे जस्तो सफलता नपाउँदा उसलाई लाग्थ्यो कि सबै बाटोहरू बन्द भए। ऊ त्रिशुली नदीको किनारमा एउटा ढुङ्गामा बसेर टोलाइरहेको थियो। त्यही नजिकै उसकी साथी सीता भने अरू साथीहरूसँग हाँस्दै रमाइलो गरिरहेकी थिइन्। सीता पनि परीक्षामा सफल भएकी थिइनन्, तर ऊ भने निकै छिटो सम्हालिएर अघि बढिसकेकी थिइन्। अमनले सोच्यो, सीता कसरी यति चाँडै सामान्य हुन सकी? म किन यसरी अल्झिरहेको छु? अमनलाई त्यसरी टोलाइरहेको देखेर गाउँका अनुभवी माझी ईश्वर काका उनी कहाँ आए। काकाले अमनको काँधमा हात राख्दै भने, बाबु, तिमीलाई यो नदी कस्तो लाग्छ? अमनले बिस्तारै भन्यो, काका, यो त निकै डरलाग्दो छ, यसले त सबै बगाएर लैजान्छ। काकाले हाँस्दै भने, हो, तर राफ्टिङ गर्नेहरू यही छालसँग खेल्छन्। जीवन पनि एउटा नदी हो, जहाँ कहिले शान्त पानी हुन्छ त कहिले ठूला छालहरू। यसलाई सामना गर्ने शक्तिलाई नै लचिलोपन, रेजिलियन्स भनिन्छ। यो कुनै जादु होइन, यो त मांसपेशी जस्तै हो। जति अभ्यास गर्यो त्यति नै बलियो हुन्छ। काकाले पहिलो सी, सम्बन्धको बारेमा बताए। अमन, तिमी एक्लै थुनिएर बस्यौ भने समस्या झन् ठूलो लाग्छ। सीताले अरूसँग आफ्ना कुरा साटेर मन हलुका बनाइन्। सङ्कटको बेला परिवार र साथीहरूसँग जोडिनुपर्छ। अमनले महसुस गर्यो कि उसले त कसैसँग कुरै गरेको थिएन। काकाले थपे, सामाजिक सम्बन्ध बनाउनु नै लचिलोपनको पहिलो रणनीति हो। एक्लो मानिस छालमा सजिलै पल्टिन्छ, तर समूहमा हुँदा डुङ्गा सन्तुलित रहन्छ। दोस्रो कुरा स्वास्थ्य हो। काकाले अमनलाई पानीको बोतल दिँदै भने, शरीर थाकेको र मन आत्तिएको बेला दिमागले सही निर्णय लिन सक्दैन। पर्याप्त सुत्ने, स्वस्थ खाने र लामो सास फेर्ने अभ्यास गर्दा तिम्रो कोपिङ, सामना गर्ने शैली बलियो हुन्छ। अमनले काकाको कुरा मानेर एक घुड्का पानी पिए र गहिरो सास फेरे। उनले आफ्नो शरीरमा केही ऊर्जा फर्किएको महसुस गरे। यो लचिलोपनको 10 रणनीतिमध्ये एउटा महत्त्वपूर्ण पक्ष हो आफ्नो ख्याल राख्नु। काकाले नदीको एउटा मोड देखाउँदै भने, हेर्नु, नदीले आफ्नो बाटो बदल्छ, तर बग्न छोड्दैन। यसलाई स्वस्थ सोच, हेल्दी थिङ्किङ भनिन्छ। परिवर्तनलाई स्वीकार गर्नुपर्छ र के कुरा हाम्रो नियन्त्रणमा छ भन्ने बुझ्नुपर्छ। परीक्षाको नतिजा तिम्रो हातमा छैन, तर अब के गर्ने भन्ने कुरा तिम्रै हातमा छ। सधैँ नराम्रो मात्र सोच्नुभन्दा सम्भावनाहरूलाई हेर। यो सङ्कटलाई अपराजय नमान्नु नै बुद्धिमानी हो। अमन, अब हामीले यो समस्यालाई टुक्रा टुक्रामा बाँड्नुपर्छ। काकाले एउटा सानो काठको टुक्रा पानीमा फाल्दै भने, तिमीले सिधै नदी पार गर्ने ठूलो लक्ष्य राख्नुभन्दा पहिले यो एउटा छाललाई कसरी काट्ने भन्ने सोच। यसलाई लक्ष्य निर्धारण, पर्पस एन्ड गोल्स भनिन्छ। साना साना लक्ष्यहरू पूरा गर्दा तिम्रो क्षमता बढ्छ र बिस्तारै आत्मविश्वास पनि फर्किन्छ। अमनले पहिलो पटक आफ्नो डायरीमा भोलि गर्नुपर्ने 3वटा साना कामहरू लेख्ने निर्णय गर्यो। त्यत्तिकैमा सीता त्यहाँ आइन्। अमनले सोध्यो, सीता, तिमी कसरी यति चाँडै अघि बढ्न सक्यौ? सीताले भनिन्, मैले यो कुरालाई मेरो चरित्र र मेरो पुरै जीवनको कथा मानिन। यो त एउटा घटना मात्र थियो। मैले मेरा गल्तीहरूबाट सिकेँ र आफूलाई अझ राम्रो बनाउने निर्णय गरेँ। काकाले थपे, हो, सीताले आत्मखोज गरिन्। उसले आफ्ना कमजोरी र बलिया पक्षहरू चिनिन्। लचिलो मानिसहरू यही अभ्यास गर्छन्। काकाले अमनलाई एउटा सानो बच्चाको मद्दत गर्न लगाए जो बालुवामा लडेको थियो। अमनले बच्चालाई उठाएर उसको धुलो टकटकाइदिए। काकाले भने, यो योगदान हो। अरूलाई मद्दत गर्दा हामीले आफ्नै पीडा बिर्सिन्छौँ र जीवनको अर्थ फेला पाउँछौँ। यसले हाम्रो मनलाई सङ्कटबाट बाहिर निकाल्न मद्दत गर्छ। यो लचिलोपनको एउटा बलियो खम्बा हो। अमनले महसुस गरे कि अरूको अनुहारमा मुस्कान ल्याउँदा उनको आफ्नै मन हलुका भयो। अमन, अब यी 10वटा कुराहरू सम्झ। काकाले भने, 1. सम्बन्ध बनाऊ। 2. सङ्कटलाई ठूलो नठान। 3. परिवर्तन स्वीकार। 4. लक्ष्य तय गर। 5. निर्णयात्मक कदम चाल। 6. आफूलाई चिन। 7. सकारात्मक सोच। 8. दृष्टिकोण फराकिलो बनाऊ। 9. आशावादी बन र 10. आफ्नो ख्याल राख। यी 10 रणनीति र 7 सी, कम्पिटेन्स, कन्फिडेन्स, कनेक्सन, क्यारेक्टर, कन्ट्रिब्युसन, कोपिङ र कन्ट्रोल नै तिम्रो जीवनको डुङ्गाका खैयाँ, प्याडल्स हुन्। डुङ्गा एउटा ठूलो छालमा पुग्यो। पानीका उछालहरू अमनको अनुहारमा परे। उनले डराउनुको सट्टा काकाले सिकाएको कोपिङ सिप प्रयोग गरे। उनले सन्तुलन मिलाए र जोडले खैयाँ चलाए। उनी त्यो छालबाट सुरक्षित बाहिर निस्किए।
उनले बुझे कि समस्या आउनु ठूलो कुरा होइन, त्यसलाई कसरी सामना गरिन्छ भन्ने कुरा मुख्य हो। अमनले गर्वसाथ काकालाई हेरे। बेलुका नदीको किनारमा फर्किँदा अमनको अनुहारमा नयाँ चमक थियो। उनले बुझे कि असफलता त जीवनको एउटा सानो पाठ मात्र रहेछ। उनले काकालाई धन्यवाद दिँदै भने, काका, मैले बुझे, जीवनको नदी सधैँ बहिरहन्छ। अब म कहिल्यै हार मान्ने छैन, किनकि मसँग लचिलोपनको बलियो मांसपेशी छ। अमन अब आफ्नो लक्ष्यतर्फ अघि बढ्न तयार थिए।